एभ्रिवान, वेलकम टु माई अनबक्सिङ भिडियो। अनि यो फ्लावरहरू चाहिँ मैले चाहिँ थर्सडे हाटबाट ल्याएको। मैले थर्सडे हाटमा एकजना दालाई मगाएको थिएँ अनि कालेबुङमा मेरो आनीले चाहिँ रिसिभ गरिदिनु भएको थियो। म चाहिँ जानु पाइनँ नि त थर्सडे चाहिँ स्कुलले गर्दा, त्यही भएर चाहिँ आनीले रिसिभ गरिदिनु भएको थियो। अनि हिजो चाहिँ मैले चाहिँ घरमा ल्याएको। अनि के रहेछ देखाउँदैछु। यो चाहिँ मलाई चाहिँ आनीले दिनुभएको। अस्ति नै मेला ग्राउन्डमा मेला लाग्दाखेरि चाहिँ कृषि मेला समथिङ केही लाग्दाखेरि चाहिँ यो चाहिँ मलाई किनिदिनु भएको अरे नि त आनीले। क्युट स्नेक प्लान्ट, यो चाहिँ स्नेक प्लान्ट हो, यो चाहिँ फुल चाहिँ होइन। अनि अरू चाहिँ सबै जेरेनियम नै किनेको छु मैले। यो यिनीहरू के हो मलाई चाहिँ केही थाहा छैन। अब हामीले त नाम जानेको भनेको खालि जेरेनियम, यिनीहरूको चाहिँ साइन्टिफिक नेमहरू चाहिँ के हुन्छ अब। अनि यो पनि एकदमै दामी कलर छ। मलाई चाहिँ सबभन्दा दामी मन परेको भनेको चाहिँ यो यस्तो राम्रो कलर छ कि यहाँनिर तपाईँहरूले त्यस्तो राम्रो देख्नु हुँदैन होला, अहिले देखाउँछु म। अनि यो पनि सेडिङमा, खास चाहिँ यो सेडिङमा हो, भोलि पर्सि आउँछ सेडिङ चाहिँ, राम्रो सेडिङ। यहाँनिर राम्रो फुलेको रहेन रहेछ। अनि लास्ट वान 5वटा ल्याएको छु मैले जम्मा। 1 भयो, 2 3 4 5। जेरेनियमको सिजन हो नि त, त्यही भएर जेरेनियम नकिनी त अब भएन होला भनेर चाहिँ। थ्याङ्क यू सो मच।